दिमाग खराब हुनु भयो ल अगाडि भिडियो बनाउँछ अगाडि जान्छौँ जान्न जाम कहाँसम्म रहेछ स्विट होलिडे पुगिन्छ नि क्या क्या बोला तूने नहीं पहले क्या बोला चल चल चलो सस्तामा छ के चले हैन यार गाडी चले हैन हेर्नु न थोपन चले हैन गाडी थप्पै भयो ओके डेन्जरै पऱ्यो काम पनि ला ढुक्क हुनु फेरि चान्त जाँदैन नि नछोडेर जान्नु हामी लैजाउँला यताबाट हिँड्नु त बिच बिच हिँड्नु हेर नाइट गाडीहरू बल्ल आछ बल्ल आछ नाइट गाडी बल्ल आयो काठमाडौँ पोखरा गाडीहरू काँकड भिट्टा त्यहाँ 7 बजे छुटेका मान्छे त यहाँ छ त्यहाँबाट पछि छुटेका कहाँ छन् पछाडि छन् सबै
भयङ्करै जाम परेको ठप्पै भयो पोखराबाट ल्याएको खाँदा सिद्धियो होला त्यो एम्बुलेन्सहरू छ पाउनु पर्ने जान बाटै होइन अब के भएर जाने बाटो गाडी हिँड्ने बाटोमा मान्छे हिँड्नु भएछ हिँड्ने बाटो यही हो कि अहिले आउने हाम्रो तपाईँ फर्केर जानु होला यसरी लामो जाम रहेछ हजुर यसरी लामो रहेछ गल्छीसम्म छ अरे ए मैले फोन गरेको अहिले भोल्टाएर ए ल हुन्छ त हुन्छ बजार भयो त मुगलिन बजारमा क्या नहीं। क्या बोला तूने? हाय बाय हाय बाय भन्दै त हाई भाइ भन्दै हाय बाय मुगलिन बजारको हालत यस्तो छ गाइस है छोड्दैन हो मलाई म त मेरो मोबाइलै लिएर आएन नि ओ जेन्जी कता गयो जेन्जी कहाँ गयो गाह्रो छ गाइस गाह्रो छ कसलाई म त गर्दिनँ म बोलिरहेको छु नि त हेरि म भाइरल हुन्थ्यो जाम गर्दै जाम ओइ दाइ खुल्यो क्या भाइ बिचारा जनताहरूको हालत हुन्छ के भन्नु भन्नु त अहिले आउँदैन क्या जग्गा ए वहाँ त्यो रमाइलो डाँडा भन्यो यहाँ आउनु त कतै होइन बल्ल रमाइलो डाँडा मुगलिन बजारको नतिजा गाडी
अवस्था गम्भीर छ होइन कति घन्टा भरे जाममा परेको त हामी कतिबाट अहिले हामी जाममा परेको अवस्था गम्भीर छ साढे 8 घन्टा पोखरादेखिको जाम मुलुङसम्म 8 घन्टा जाम त्यही क्या होला अब चल्दै भएन उता अगाडि पक्राउ पनि छ पक्राउ पनि रहेछ फर्किहालौँ न भनेर किन कुहाएर यत्रो जाम छैन गाडी नसरेपछि त गाडी नसरेपछि त त्यो गाडी त जसरी जाम त भन्छ त त्यहाँबाट हामी सुन न त्यहाँबाट हामी जाम पर्यो हामीभन्दा पछि कति गाडी आयो धन्न अहिले मान्छे पड्किन्थ्यो भने अन्त लिनु भयो टाउको बजारिन्थ्यो यात्रा गर्नेहरूलाई नि धेरै गाह्रो भयो ऊ चलेको थियो होला दाइ के नेट